हेलो। उसले चाहिँ एकदमै खाना नखाएर उसलाई खिचडी र यसरी आलु र भेन्डी फ्राई गरिदिएको थिएँ। एकदमै खानु मानेन। फेरि उसकै खानालाई नै अघिकै फ्याँकेको खानालाई नै फेरि अलिकति आटा हालेर अन्त अलिकति घिउ हालेर चाहिँ बल बनाएर एकदमै कम्ती तेलमा चाहिँ फ्राई गरेर चाहिँ यसरी दिएको। अन्त उसको अलिकति म्युनिस हालेर अहिले चाहिँ एकदमै राखी नसकिने फेरि खाँदैछ। र तपाईँहरूको पनि कसै नानीहरूले एकदमै खाएन भने चाहिँ त्यही खानालाई नै हेल्दी पनि हुने है, त्यही खानालाई नै अलिकति आटा र या कर्नफ्लावर नै हाल्दा पनि भयो, कर्नफ्लावर या आटा चाहिँ हाल्दा पनि भयो। यसरी अहिले चाहिँ खाँदैछ मजाले। अहिले चाहिँ उसले नै एकदम सबै नै उसले नै खतम गर्यो र अहिले चाहिँ एकदमै खाँदैछ है। कति मैले देखेको मेरो छोरीलाई।